सो हेलो गाइज वेलकम टु माई भिडियो। अनि भिडियो आएपछि यसो हेरिदिनु होला, राम्रो राम्रो ठाउँहरू ल्याइबस्छु होइन। अनि सब्सक्राइब अनि लाइक है, अनि कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। अब चाहिँ हामी जानु लागेको आफ्नो घुम्ने ठाउँ मन्दिरतिर जानु लागेको है। ल भ्यू चाहिँ यही हो। ल दामी छ है, यो हाम्रो रुम हो चन्द्रवाला। अलिक गरिबी जस्तो टाइपको छ है घर पनि। ल हाम्रो ब्लग सुरु भइरहेछ है। आज चाहिँ साइकलमै जानु पर्ला, यसो मौसम राम्रो छ, अलि यसो मलेसियाको हावापानी खाइदिउँ साइकलमा पनि है। मेरो साइकल चाहिँ रेडी भइसक्यो, हाम्रो साथीले रेडी गरिसक्यो। ल कम्पनी हुँदै हामी चाहिँ हेरतिर जानु लाग्यो है। हाम्रो साथीले फुल टिपिरहेको छ। अनि गाइस हामी निस्क्यो। अब हाम्रो सानो तिनो साइकलवाला भ्लग आइसक्यो है। अब भोलिसम्म आइहाल्छ। अनि छोटो हेर्ने हो है, यसो रमाइलो गर्नु होला। यो हाम्रो छुटिया एमटिए कम्पनी है। सो यही कम्पनीमा हामी चाहिँ अलि धेरै दुःख गरेर पनि पैसा महँगो चाहिँ पाइरहेको छैन। ल ल साथीले एउटा चक्का उठायो, अह ल दामी। अनि यहाँ चाहिँ म पनि साइकल हाकिरहेको छु है। हाम्रो गाउँ जस्तो है, तर यहाँको चाहिँ ठुलो ट्याङ्की रहेछ, पानी ट्याङ्की। ए साला कतिवटा पिलर कति लगानी लाग्यो होला है। जिन्दगी सारा र मोटर कारमा उता रङ साइड हो, यता सिधा जाने हो। आफ्नै बाटो आफ्नै ठाउँ नभए पनि के गर्ने खोइ। र आज चाहिँ म मन्दिर घुमाउँछु है, सबलाई मन्दिर घुमाउँछु। राम्रो ठाउँ छ, एउटा सानो मन्दिर छ, धेरै ठुलो पनि छैन है। आज चाहिँ साइकलमै सरी पारी लाने यस्तो देखेछ म। ए पुरैमा यस्तो राम्रो ड्रेसमा पनि अनि मैले साइकल हाकिरहेको पारा, यहाँ साथीले पारा देखाइरहेछ। यहाँ बाटो छ, यहाँ अब कस्तो दामी बाटो छ है, हाइवे। साथी एउटा पछाडि नै बस्यो भनिरहेको छ, एकछिन रोक्नु पऱ्यो। त्यही हो गाह्रो छैन, उत्र्यो लगाऊ लाग्यो। आज हामी यता जानु लाग्यो, साथीको साइकल बिग्रेछ यार। त्यस्तोमा कहिले चढ्न पाउने हो। सायद यता बजारतिर छ है, बजारतिर छ। अब धेरै पैसा लिन्छ होला, 2 दिन चाहिँ त्यति खर्च गर्नुभन्दा राम्रो यार नेपालमा जम्मा गरेर जाने हो। मस्तले पैसा कमाएर राखेर जाने हो नि। नेपालमा मुस्ताङ मुनाङ कता जाने हो कि त्यसमा कामै छैन यार, फिसिङ मारिरहेको छ। हाम्रो साथीको साइकलै बिग्रियो यार, तनाव। अब के गर्ने होला, त्यही नै बाङ्गो गरेँ लात्ती हानेर। यो साइकल त बिग्राएर अरूको मागेर बरु राम्रो मोबाइल राम्रो साइकल माग्ने हो भने यता त है लास्टै गाह्रो भएर साइकल यहीँ छोड्न लाग्यो है। सो अर्को चाहिँ डबल चढिसक्यो, के गर्ने यार। के लेखेको छ, सलामत चलान आज तेरीमा काशी। ल हामीलाई स्वागत गऱ्यो है यो ठाउँले। यो चाहिँ अर्को ठाउँ आयो, जस्तै कि हाम्रो काठमाडौँमा बानेश्वर चक्रपथ यस्तै मन्दिर आयो है। हामी मन्दिर छ, यहाँ चाहिँ ट्राफिक लाइटले अलिक डिस्टर्ब गर्यो, गाडीहरू छ। यही हो मन्दिर है, यही मन्दिर हो, यहीँ जानु लाग्यो हो। ल है हामी मन्दिर आयो, कुन मन्दिर, भगवान् मन्दिर। साइकल अब पार्कमा लाग्यो है, सो अहिले चाहिँ जानु लाग्यो। जुत्ता यहीँ खोल्नुपर्छ।
लोगो रहेछ क्या जय गणपति बाबा मोरिया सो हनुमान पनि छ है हनुमान बुद्ध पनि छ बुद्ध आमामा माछाहरू हेर्नु त कस्तो सेतो सेतो छ कस्तो दामी त बुद्ध भगवान गरे ढोक सो गाइस यो चाहिँ तामिलहरूको भाषा के बोलिरहेछ होइन सो हाम्रो चाहिँ यता भगवानहरू धेरै चिन्ने नचिन्ने भइसक्यो होइन यहाँ साथीहरू फोटो खिचाइरहेछ यो चाहिँ सो होला शिवलिङ यस्तै टाइपको यहाँ चाहिँ पैसा हाल्नु पर्ने हो सेनै ल्याएन फेरि मैले पैसा हाल्नलाई हुन्थ्यो नि यहाँ चाहिँ हाम्रो साथीहरू यसो फोटोसोटो खिच्दैछ भगवान अब यता पूजासुजा गऱ्यो होइन पूजासुजा गऱ्यो अब फोटोसोटो खिच्दैछ फोटोसोटो सुट गरेर अब घर रुम जाने हो फर्किने हो मैले पनि एउटा दुईवटा फोटो खिच्छु यता नाग देवता छ नाग भने यहाँ चाहिँ मारे रहेछ यार राक्षसलाई मारे रहेछ यो कुन भगवान हो कमेन्ट गर्नु है कुन भगवान राक्षसलाई त मारेको थाहा छ राक्षसै हुन्छ तर भगवानको नाम चाहिँ के होला यसो गेस गरी कमेन्ट गर्नु होला यो राक्षस नै हो कि के हो यार यसको म जस्तै भुडी रहेछ है यहाँ चाहिँ उहरू दिने होला भोग सोग के यो भगवानहरूलाई चिन्दैन यार कुन भगवान हो यो तामिल भगवानहरू हो यो तामिल भगवानमा हाम्रो तामिलै बोल्नु ल अब चाहिँ जानुपर्ने हुन्छ यहाँभित्र चाहिँ अलाउडै गरेन भन्छ क्यामेरा स्यामेरा केही फोटोसोटो नखिच अलाउड छैन त्यही भएर अब के ल यो मन्दिरलाई अब टाटा बाई बाई अब अर्को मन्दिर जाने हो यो मन्दिर मजाले घुम्यो अब अर्को मन्दिर जाने हो सायद अगाडि छ है म्यापमा हेर्दा त अब नजिकै लाग्छ है अब साइकलमा चाहिँ के हुने हो खै अब आज सन्डे होइन सन्डे अब छुट्टी छ अलि भगवानहरूलाई पनि मान्नुपर्छ अलिक भगवानहरूको ठाउँमा जानुपर्छ यसो मन शान्त हुन्छ नि त त्यही भएर सो गाइस अब चाहिँ हामी लागेको है ल साथी म्यापको सहारामा आइपुग्यो है हामी आफ्नो गन्तव्यमा झ्याङ्गो मान्छे छ हेर्दै डर लाग्ने क्या ओ गर्छ यार त्यही गयो नाने ढोके यो चाहिँ सिम्पल सोटो भगवानहरूको घरमा आउँदा मनै शान्त भएर आउँछ भने कस्तो दामी छ यार यस्तैमा घुम्नुपर्छ मैले नै यो म्यापमा हेरेर अनि आएको है साथीहरू यहाँ चाहिँ हिन्दी भजन गाइरहेछ है दामी छ मन्दिर यार यसमा यहाँ कपडाहरू पनि कस्तो महँगो 20 रुपियाँ ल 10 रुपियाँलाई सस्तो भगवानहरू पनि रहेछ यार कत्रो ठुलो त नि कुन भगवान हो अन्त यार सुन चाँदीहरूको कलर दामी छ यार अनि यो चाहिँ दुईजनाले आँखा जुधाइरहेछ यार शिवजी गाइज शिवजी है शिवजी त राक्षस जस्तै बनाइदिएछ यार अलिक नचिनिने क्या ल साथीहरू
पस्न लाग्यो यहाँ पनि अलाउड छैन कि क्या हो यार भ्लग बनाउनु त अब के भन्नु पर्मिसन चाहिने रहेछ भगवानहरू मन्दिर रहेछ राम्रो रहेछ दामी रहेछ मनै शान्त हुने ठाउँ छ हावा लाग्छ यार खोइ हामीलाई पूजा गर्ने रहेछ ओ त्यो लड्डु सड्डु किनेर ल्याउ न बरु ओके दामी रहेछ यार यो चाहिँ मेरो स्पेसली मम्मीको लागि बनाएको है मम्मी बुवा घरमा आउँदा त्यत्तिकै बसिरहेको रहेछ होइन सो मम्मी बुवाको लागि चाहिँ यसो भ्लग चाहिँ बनाइदिनु पर्यो मम्मी बुवाले हेर्छन् त यसो छोरो यसो भक्ति शक्तिमा पनि ध्यान गरिरहेछ होइन निम्न यार यो चाहिँ मन्दिरहरू छ भगवानहरू छ है सो अलिक दक्षिणा चाहिँ धेरै थिएन अब 2 रुपियाँ थियो 2 रुपियाँ ठ्याक्क छुट्याएर राखेको थिएँ अनि त्यही दियो पैसा हाल्नुपर्ने ढोका चाहिँ मस्त छ है यो चाहिँ घाटी है ल राम्रो रहेछ है यसो भ्यूहरू पुरा मन्दिरहरू पनि घुम्नु जाने दामी छ है मन्दिर बादलहरू छैन बादलहरू भइदिएमा राम्रो आउँथ्यो त फोटोसुट भइरहेछ है यहाँ केटाहरूको फोटोसुट भइरहेछ ल दामी रहेछ है यसरी नै मन्दिरहरू घुम्नु पायो भने त मन शान्त हुन्थ्यो है ल मयूर अब यसो मयूर हेर्दैन पोखेटा खतरा रहेछ है म त यार भ्लग बनाउँदै ठिक्क छु के फोटोसोटो पनि खिचेको छैन के गर्ने यस्तै हो तत्सवितुर्वरेण भर्गो देवो प्रचोदया कुकुर त अघिदेखि टोक्नु आइरहेको छ यार अघि झन्डैले मेरो साथले पानीपुरी छ क्या पानीपुरी यहाँ यता कुरो मिलाऊ कसले ल हाम्रो मन्दिर फिनिस ल हाम्रो साथीले साइकल राखेको थियो धन्न चोर्या रहेनछ कसैले अघि बिग्रिएर छोडेर गएको थिएँ अब फर्किनु लाग्यो ल है पहिला बाइकमा टोचन लाउँथ्यो आज चाहिँ साइकल बिग्रेर साइकलमा टोचन लगाइरहेछ अजीब गरिब मान्छेहरू छ यहाँ के गर्ने साइकलमा थाकिने रहेछ अब रुमसम्म जान्छ कि जाँदैन यो टोचन ल हेरौँ हाकेको ना यस्तोमा पराएर लाग्छ मलाई एकदमै
यहाँ नै बिग्रेर अहिले फर्किँदाखेरि लिनु परिरहेछ साइकल। ल हाम्रो टोचन गाडी अगाडि दौडिरहेछ मस्तले। ल यो फर्स्ट टाइम हो है यसरी टोचन साइकलमा लगाएको देखेँ। हान स्पिड हान्नु सही जान्न सही। यो जमिन कास मेरो भइदियो म यहाँ यत्रो ठुलो बिल्डिङ बनाउँदै नि धनी न धनी भइसक्थ्यो अहिले। यसरी साइकल हाँक्नु पर्थेन है। त्यहाँ टोचन भएको मान्छेहरू गइसक्यो अगाडि, हामी चाहिँ यहीँ बसिरहेको छ। थाक्यो सो हाम्रो दाइहरू अलि थाकेको छैन। अलि त्यो साथीहरूको भ्लग बनाइदिनु के गर्ने थाकिसक्यो। अब रुम जाने सानो छोटो मिठो भ्लग है। गर्मी लाग्यो यार, पसिना पसिना लाग्छ। ल गाइस भ्लग सक्यो, अन्डा सन्डा लियो, यसो मार्केट पनि गयो, अब रुम जान लाग्यो, भोक लागिसक्यो। सो आजको लागि यति नै है। पछि फेरि आउला यस्तै भिडियोहरू लिएर सानो अलि मस्तको भिडियो बनाएर म फेरि हाल्नेछु है। ल है गाइस, ल राम्रोसँग बस्नु है। अरू भिडियो हेर्दै गर्नु ताले। मेरो चाहिँ आउँछ अलि ढिलै आउँछ तर ठिक्कको आउँछ। नर्मली भ्यू देखाउँछु, राम्रो देखाउँछु तर केही छैन। ओके बाई टाटा। के